साथीहरू, सेवा आई होप हजुरहरू सन्चै हुनुहुन्छ होला अनि म पनि एकदमै ठिक छु। अनि तपाईहरुलाई मेरो भिडियोमा स्वागत छ। अनि आज चाहिँ हामी यो भोजपुर पौवादुङमा गाउँपालिका 5 सानोदुङमा भन्ने ठाउँको गरीडाँडा भन्ने ठाउँमा घुम्न जाँदैछौँ। यता चाहिँ गर्मी धेरै छ अनि यहाँनेर मेरो बहिनी पनि आउँदैछ गर्मीले। हामी चाहिँ फोटो खिच्नु भिडियो बनाउनु जाँदैछौँ। हेर्नु होला लास्टमा हाम्रो भिडियो। हाम्रोतिरको बाटो चाहिँ यस्तो छ है साथीहरू। आज चाहिँ घाम चर्को लागेको छ, कस्तो राम्रो देखिरहेछ। ल है साथीहरू, हामी चाहिँ आधी बाटो पुगेको छौँ। भर्खरै गर्मीले पसिनै पसिना भएको छ। साथीहरू हामी चाहिँ आइसकेको छौँ। सो यस्तो छ यताको बाटोहरू चाहिँ। पहिले हामी चाहिँ यो बाटो स्कुल जान्थ्यौँ अनि तल थियो हामी पढ्ने स्कुल चाहिँ साथीहरू। यहाँ चाहिँ हावा चलिरहेको रहेछ अनि छाता मारेर हिँड्नेछ। अब हामी जाने बाटो चाहिँ यता छ। अब चाहिँ त्यस्तै 5 मिनट जति लाग्छ होला। यो बाटो जानुपर्छ सिधै। अनि गर्मीले पसिनै पसिना भएको छौँ हामी चाहिँ। हाम्रो बहिनी चाहिँ ऊपर आउँदैछ, छाता हल्काउँदै नि हावाले उडाइदिँदैछ। अनि यो गाउँ चाहिँ पँधेरी भन्छ साथीहरू। कति राम्रो छ बसेको ठाउँ। अरू नदी पारी देखिरहेको छ थोरै थोरैले। हामी जाने ठाउँ चाहिँ त्यो भिड होइन साथीहरू। यस्तो बाटो छ। अब अरू नदी देखिँदैछ साथीहरू। हामी चाहिँ यस्तो भिडमा हिँड्दैछौँ कि साथीहरू यो भिड हेर्नु त कत्रो छ। हामी चाहिँ माथि डाँडामा जानुपर्ने बाटो यस्तो छ। अब यस्तो बाटो हिँड्नुपर्छ। यस्तो भिड छ। गरीडाँडामा हावा चल्लो सरर। चाहिँ यहाँ अनि ओह्रालोमा झर्दैछौँ साथीहरू टुङ लगाएर। यस्तो अप्ठ्यारो छ बाटो साथीहरू। गर्मीले पसिनै पसिना। यो बाटो कसरी पहिले हामीले घाँस ल्याइदिनु होला है। अहिले त अप्ठ्यारो देखिन्छ त हौ। यस्तै उकालोबाट निस्किन्थ्यौँ म हामी घाँस लिएर। त आइनस् होला नि कोसँग। त कति आउँछ हावाले। आज एउटा बस्ने चौतारो पनि रहेछ साथीहरू। आज हामी फाइनली यो ठाउँमा आएको। बोर्डर पनि छ साथीहरू, हेर्नु सक्नुहुन्छ। मजाले हेर्नु होला साथीहरू। हामी चाहिँ आइपुग्न आँट्यौँ। बाटो चाहिँ यस्तो छ। यस्तो भिड माथिदेखि आएको हामी चाहिँ। गर्मीले पसिनै पसिना भएको छ साथीहरू। हामी चाहिँ आइसकेको छौँ। यहाँ गलेर नि बसिरहेको छ। यहाँ चाहिँ म चाहिँ घर आएर पनि खाजासाजा खाएर बसिरहेको छु। फेरि नेक्स्ट भिडियोमा भेटौँ।